गाइज, वेलकम टु माई न्यू भ्लग। र आज चाहिँ मेरो लास्ट डे छ घरमा र आज चाहिँ जाने टाइम भइसकेको छ काठमाडौँ र मैले चाहिँ सबै ब्यागहरू सबै प्याक गरिसकेको छु र आज लास्ट टाइम यिनीहरूसँग पनि भेटिहालौँ राम्ररी। यिनीहरूसँग धेरै टाइम चाहिँ मैले बिताइसकेँ। अब चाहिँ बिदा लिने टाइम भन्नाले आफ्नो काममा फर्किने टाइम छ। आज बिहानदेखि यिनीहरूसँग चाहिँ म खेलिरहेको छु। आज त मात्र हो। ओए बाछी, मलाई धेरै राम्रो लाग्छ यो हाम्रो गाई र सबभन्दा त यो भुटकुन्मी। यो चाहिँ जति बेला नि घरमा घुमेर डुलेर बस्छ। अहिले चाहिँ आफै निस्केर आएको। आइज यता हेर्नु, दाँत टक टक आवाज गरिरहेछ यो दाँतको। आइज हेर्नु आफ्नै आमासित माया छ यसलाई, आफ्नै आमासित। र मलाई चाहिँ गाउँमा बस्न धेरै राम्रो लागिरहेछ। तर गाउँमै बस्नको लागि त यत्रो मिहिनेत त गरेको छैन। त्यही भएर अब जानै पर्यो, आफ्नो काममा फर्किनु पर्यो। र यिनीहरूसँग पनि धेरै रमाइलो गरिसकेँ म। अब चाहिँ आज लास्ट रहेको छ, फाइनली जानु पर्यो। यसलाई चाहिँ धेरै मनपर्छ। यसलाई यसरी हातले सुनाउनु धेरै मनपर्छ। जा अब जा।